आज में वास्ते हजुर नमस्ते। हजुरको शुभ नाम, मेरो नाम विकेश बुढा छ कि। हजुरको स्टाफ नम्बर सरी हजुरको स्टाफ नम्बर जीवन बाङ्गो सरी स्टार नम्बर हेर्नै पर्छ दिदी, त्यो चाहिँ एकचोटि हेर्नु। त्यो सेभेन केमा नाइन होला दिदी? सेभेन त्यो सेभेन नाइन सेभेन टू फोर 79724। हजुरको कन्ट्याक्ट बमोजिममै काम गर्नु भएको छ हजुर। है। अनि हजुरलाई स्वास्थ्य र सुरक्षामा ध्यानमा राखेर काम गर्नुपर्छ जस्तो लाग्छ कि नै? त्यो त लाग्छ एकदमै। एकदमै। अनि त्यसपछि सम्झौता हजुर। अनुरूप टाइममा स्यालेरी पाउनुपर्छ जस्तो लाग्छ कि नै? त्यो त पाउनुपर्छ दिदी। हजुर, कन्ट्र्याक्ट अनुसारकै काम अनि त्यसपछि तोकिएको समय पाउनुपर्छ जस्तो लाग्छ कि नै? त्यो त एकदमै पाउनु पर्यो दिदी। हजुर, हजुर। अनि हजुरलाई आफूले अप्ठ्यारोमा पर्दा हाम्रो खाइसाबाट बिदा पाउनुपर्छ जस्तो लाग्छ कि नै? गाह्रो पर्दा त पाउनुपर्छ। है। अनि आवासको व्यवस्था गरिएको छ? आवासको व्यवस्था ठिकै छ भनौँ। हजुर। अनि आवास शुल्क र अन्य शुल्कहरू कन्ट्र्याक्ट बमोजिममै बुझाउनु पर्छ जस्तो लाग्छ कि नै? कन्ट्र्याक्ट बमोजिमै भन्नु पर्यो। हजुर, लाग्छ है। हजुर। अनि हजुर। हजुरलाई काम गर्ने क्रममा कसैले धम्की सम्की दिएको त छैन नि? 2 दिन जोइन गर्नुभयो, प्रेसर दिने त्यस्तो केही त भएको नाइ छैन? नाइ, त्यस्तो छैन सर, त्यस्तो ए, छैन। हजुर। हजुर छैन। अनि हजुरको जारो कार्ड र पासपोर्ट हजुरसँगै छ? हजुर सर। हजुर, हजुर। अनि दैनिक जीवनमा केही समस्याहरू त छैन नि है? अहिले त्यस्तो साह्रो केही चाहिँ भएको छैन। स्वास्थ्यमा त्यस्तो केही असामान्यता केही पछि छैन? केही परिआएछ भने भनौँला हजुरहरूलाई। ओके। दैनिक छैन छैन, सरी नर्मल नै छ। स्वास्थ्यमा केही समस्या छैन है? छैन। हजुर, हजुरको त्यस्तो केही समस्याहरू छ भने हजुरहरूको पर्सनल ग्रुप यो भइहाल्यो के अरे है, त्यसमै मेसेज छोड्नु होला। हजुर। स्वस्थ र हजुर। मस्त व्यस्त रहनु होला। समयको लागि हस्। धन्यवाद। नमस्कार सामदेश। हस्, हुन्छ भइहाल्छ। रोजगार सधैँ। हस्।